साथीहरू दर्शन नमस्ते सबैजनालाई। आज धेरै दिनपछि मैले एउटा लामो भिडियो बनाएर लिएर आएको छु, किनभने यो मेरो गाउँको खोला है। यस्तो रहेको छ, ल हेर्नुहोस्, यत्रो ठुलो बाढी आउँथ्यो यहाँनिर। अनि त्यो ढिकभन्दा उतापट्टि चाहिँ मेरो घर थियो है। यस्तो छ, यो चाहिँ अहिले यो कति वर्षपछि बल्ल यो पुल बनेको हो साथीहरू। यस्तो रहेको छ, थुप्रो। म जन्मेको चाहिँ यही यो हो, मेरो म जन्मेको यो गाउँ चाहिँ यो हो। यताबाट चाहिँ यो कालिका चोक भन्छ, अनि यताबाट चाहिँ यो म जन्मेको ठाउँ हो यो। यताबाट यो गाउँ चाहिँ त्यहाँनिर थियो मेरो घर चाहिँ, त्यो ढिक जस्तो ठाउँमा। अहिले चाहिँ जे होस्, बाटो चाहिँ एकदम तटबन्धन गरेर एकदम राम्रो भएर अहिले चाहिँ यस्तो, मतलब खोला खासै आउँदैन भन्ने सुनेको मैले। म लगभग कति वर्ष, 10-12 वर्ष भयो मैले यो ठाउँ छोडेको। अहिले मेरो ठाउँ चाहिँ आउँदैछ। ल हेर्नुहोस्, यस्तो रहेको छ होइन। तर पुल चाहिँ यो 3टा पुल मध्येको पहिलो पुल हो यो चाहिँ बनेको। फर्स्ट सबभन्दा पहिला बनेको पुल चाहिँ यो हो कि। एउटा यता माथितिर छ एउटा पुल, अनि यो बिचको पुल भयो। अनि एउटा यहाँबाट देखेर तपाईँहरू देख्न सक्नुहुन्छ। ल त्यहाँनिर पुल देखेँ म एकछिन है, म देखाउँछु। त्यहाँनिर चाहिँ यो चाहिँ सबभन्दा लास्ट पुल है। यस्तो रहेको छ। ल अब एकैछिन म तपाईँहरूलाई मेरो मैले हाम्रो खेतमा के लगाएको छु म तपाईँलाई एकैछिनमा देखाउँछु है त। फेरि यताबाट आउँदाखेरि यो चाहिँ हाम्रो खेत है। यस्तो रहेको छ। पहिला यो घर चाहिँ हाम्रो अलिक सानो थियो, यो चाहिँ अर्को लागि। तर ल हेर्नुहोस्, मुसुरो यस्तो रहेको छ। तर मुसुरो गन्धले देखा, मुसुरो त राम्रै छ, जे होस् हाम्रो मुसुरो यस्तो रहेको छ साथीहरू। यो चाहिँ म कस्तो मुसुरो अलि, यो चाहिँ त्यो एउटा अध्यय गरेकोले पराल लान्छु भनेर पहिला भने, अहिले पछिल्लोचोटि आउँदाखेरि चाहिँ लगेन। अहिले चाहिँ यस्तो छ। यो बर्खाउली तोरी चाहिँ काट्ने बेला भयो चाहिँ कस्तो उल्टो फल्दो रहेछ बर्खाउली तोरी। ल हेर्नुहोस् है, घाँस चाहिँ मजाको छ है। कुटुली कोसाएर, तपाईँहरूले चिन्नुहुन्छ कुटुली कोसाइलाई भन्छ, कुटुली कोसाइ यो चाहिँ कुटुली कोसाइ रहेको छ। यस्तो रहेको छ बर्खाउली तोरी चाहिँ। यस्तो हुँदो रहेछ, यस्तो हुँदो रहेछ, कस्तो उल्टो फल्दो रहेछ होइन। तपाईँहरू कोतिर लाउनुहुन्छ जस्तो बर्खाउली तोरी। यहाँ चाहिँ केले स्यालले कुखुरा ल्याएर खाएछ, भुत्लाएछ होइन, भुत्लाएछ। यता पनि भुत्लाएछ। यो चाहिँ दाउरो। यो 2टा गरामा चाहिँ राम्रै छ। यसमा पनि यो सुरु हो कि झार हो कि घाँस हो थाहै छैन। यसमा चाहिँ एउटा थोप्पो छैन यार, यसमा एउटा थोप्पो पनि छैन। ल यसमा एउटा थोप्पो पनि छैन। यस्तो रहेको छ। यो चाहिँ हाम्रो खेत हो, त्यहाँदेखि यहाँसम्म, त्यहाँसम्म। यो चाहिँ हाम्रो खेत है। यता चाहिँ अर्कै खाले तोरी लगाएको छन्, हाम्रो थाहा नभएर हो नि। नत्र यसरी पहिला हामीले यसरी घाँस उखालिन्थ्यो नि, यसरी घाँस उखालिन्थ्यो यसरी। तर कुन मसुर हो कुन घाँस हो भनेको थाहा छैन। ल हेर्नुहोस् घाँस दामी छ यार, घाँस त यार। ल साथीहरू हेर्नुहोस् त, घाँस यस्तो राम्रो रहेको छ घाँस चाहिँ। ल यहाँ चाहिँ के हिँडेछ र हो यहाँ यो बाटोमा, यस्तो छ। ल पहिला अलि ठुलो थियो यो घर, अहिले भर्खर यो सानो बनाएको हो। यतातिर चाहिँ
यस्तो मुसुरो पाकिसकेछ तर यसलाई पनि एक दिन आएर पुरै उस गर्न हो छाट्न हो छाटेपछि हुन्छ छाट्न भ्याएन एक दिन यसो फुर्सद मिलाएर आएर छाट्नु पर्ला भनेको छु तर यहाँ चाहिँ एकदम मलिलो रहेछ कि ल साथीहरू आज चाहिँ तपाईँलाई मैले यो देखाएँ है हाम्रो खेत यताबाट आउँदाखेरि यो रहेको छ ऊ यहाँदेखि यहाँसम्म है ऊ त्यहाँसम्म उतै केराबारी छन् त्यो केरा त अस्ति यो बेला त यस्तो मिठो छ नि यति दामी मिठो छ कि कुरै नगरौँ कि यस्तो मिठो छ त्यो केरा उस चाहिँ बेलाको चाहिँ मैले कस्तो पनि खाएको दामी मिठो केरा चाहिँ सानो हाल्दै चाहिँ म्याउ पाके अब कसले खानु त म्याउ ल हेर्नुहोस्